संयोग भनौँ आज हामी परान चलचित्रको सुटिङको क्रममा छौँ र आज गतेको हिसाबले हाम्रो लिजेन्डरी एक्टर हाम्रो अग्रज मदन कृष्ण श्रेष्ठ बुवाको चाहिँ जन्मदिन परेको छ। सबभन्दा पहिले जन्मदिनको धेरै धेरै शुभकामना। धन्यवाद। यस्ता जन्मदिनहरू चाहिँ धेरै वर्षसम्म मनाउन पाइरहौँ र त्योभन्दा अर्को महत्त्वपूर्ण कुरा के छ भने 75 वर्ष पुरा हुनुभएको छ र उहाँको विषयमा अलिकति भन्नुपर्दाखेरि मैले चाहिँ अस्ति भनेको थिएँ इच्छा शक्ति उहाँमा भएको इच्छा शक्ति आत्मबल। यदि आत्मबल भन्ने शब्दलाई कसैले चाहिँ रिप्लेस गर्छ भने मदन कृष्ण श्रेष्ठ भन्ने शब्दले रिप्लेस गर्न सक्छ क्या। नेपाली शब्दकोशमा आत्मबल भन्ने शब्द कसैलाई भन्नुपर्दाखेरि मदन कृष्ण श्रेष्ठ जस्तो हुनुपर्छ भनेर म चाहिँ भन्छु। किनभने मैले हुन त अगाडि पनि उहाँसँग भेटघाटहरू गर्ने सङ्गत गर्ने अवसर पाएको थिएँ, तर कामै गर्ने यसरी चाहिँ यो पहिलो अवसर हो। त्यो पनि मेरो डेब्यू चलचित्रमा चाहिँ मैले उहाँसँग काम गर्ने अवसर पाएको छु। यसको लागि उहाँलाई मनदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र उहाँमा भएको सहनशीलता, उहाँमा भएको आत्मबल, उहाँमा भएको त्यो जुन इन्करेजिङ पोजिटिभ इनर्जी, उहाँ सेटमा बिहान हामी सुटिङमा जाँदा उहाँको अनुहार हेरिसकेपछि छुट्टै एउटा ऊर्जा, छुट्टै एउटा सकारात्मक सोच त्यो भाइ छुट्टै आउँथ्यो र एकदमै खुसी लागेको छ मलाई आज उहाँसँग काम गरेर। लगभग उहाँको सिनहरू पनि सकियो होइन, सुटिङको सम्पूर्ण सिनहरू सकिसकेको छ र यो संयोग पनि यस्तो पर्यो उहाँको 75औं जन्मदिन पनि परेको छ आज र फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्दै धेरै काम गर्न पाइरहेको बुवा। र अलिकति अब यो परान चलचित्रको बारेमा यसको सुटिङको अनुभव थोरै बताइदिनु भयो भने म आभारी हुने थिएँ। सुटिङ एकदम राम्रो हो। सानो रोल खेलेको छु मैले, सानो पनि महत्त्वपूर्ण रोल छ। त्यसको लागि धन्यवाद। मेरो स्क्रिप्ट राम्रो लेखेको छ दिपक आचार्य भाइले, स्क्रिप्ट राम्रो लेखेको कारणले पनि मलाई त्यो खेल्न रहर लाग्यो। खेलियो, राम्रो भएको छ, राम्रो सुटिङ। त्यो सर्टहरू एकदम त्यो डायलगहरू, सिक्वेन्सहरू, साहित्य त्यसमा गहिराइहरू एकदम मिठो छ, एकदम मजा लाग्यो। त्यो अनुसार अभिनय पनि गरेँ होला मैले। उहाँले एउटा एकदमै यस्तो अभिभावकत्व पनि ग्रहण गरिदिनु भयो सुटिङ अवधिभरि। हामीलाई सल्लाह सुझावहरू दिने, हामीलाई पोजिटिभ इनर्जी फैलाइदिने गर्नुभएको छ। फेरि मनदेखि नै धन्यवाद भन्दै उहाँको लागि चाहिँ यो परान चलचित्रको सुटिङ प्राप्त भइसकेको छ। अब बाँकी हामी फेरि अरू कामहरूमा भेट्नेछौँ, कामै नहुँदा पनि भेट्नेछौँ, किनकि यस्तो खालको एउटा बन्डिङ भइसकेको छ। उहाँ मेरो आफ्नो बुवा जस्तो पनि लाग्छ। यमन दाईसँग पनि त्यस्तै खालको फ्यामिली रिलेसन, अझ मेरो परिवारसँग अझ धेरै घुलमिल पनि हुने अवसर पनि पाउनुभयो आमासँग। त्यसले गर्दाखेरि एउटा परिवार जस्तो पनि लाग्छ। फेरि पनि जन्मदिनको शुभकामना। यमन दाईले के भन्न खोजिरहनु भएको हो? केही छैन मेरो धन्यवाद छ। आज यो हामी सबै परान चलचित्रको के भन्छ सुटिङको क्रममा हिलेमा छौँ होइन। यो ठाउँ हाम्रो दिपक आचार्यजी जन्मिनु भएको यो अझ माथि हो सिधुवा भन्ने ठाउँमा, त्यहाँबाट जस उहाँ यो ठाउँमा जन्मिनु भएको भएर हामी सबैजना यहाँ आउनु पाएका छौँ। त्यही गरी उहाँ नेपालगञ्जतिर जन्मिनु भएको हामी सुटिङ गर्न नेपालगञ्ज पुग्थ्यौँ होला होइन। र अब एकदम धेरै धेरै धन्यवाद। एकदम खुसी, एकदम ह्याप्पी मोमेन्ट, मेमोरिज हामी क्रिएट गर्छौँ भन्छ नि जिन्दगीमा, त्यस्तो भएको छ हाम्रो लागि। धन्यवाद।